ओ गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। अखण्डं मण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं तेन तस्मै श्री गुरुवे नमः। गजाननं भूतगणातिसेवितं कपित्थजम्बूफलचारुभक्षणं उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं। करारविन्देन पदारविन्दं मुखारविन्दे विनिवेशयन्तं वटस्य पत्रस्य पुटेशयानं बालं मुकुन्दं मनसा स्मरामि। यतः सर्वाणि भूतानि प्रतिभान्ति स्थितानि च यत्रैवोपशमं यान्ति तस्मै सत्यात्मने नमः। ज्ञाता ज्ञातं तथा ज्ञेयं द्रष्टा दर्शनदृश्यवो कर्ता हेतु क्रिया यस्मात् तस्मै ज्ञस्यात्मने नमः। स्फुरन्ति शीघ्राय यस्मात् आनन्दस्याम्बरे वनौ सर्वेषां जीवनं तस्मै ब्रह्मानन्दात्मने नमः। श्री गुरु वशिष्ठाय नमः। ओम रामाय नमः। ओम वाल्मीकि ऋषये नमः। समादरणीय सूत्रवृन्द, योग चिन्तक, योग साधक तथा साधिकाजीहरू, अध्यात्म चिन्तक महानुभावहरू, जहाँ हुनुहुन्छ नेपाली भाषामा अध्ययन गर्ने, बुझ्ने, बुझाउन सक्ने विश्वभरिका नेपालीहरू, नेपाली समुदायहरू र विश्वभरिका हिन्दुस्थानी समुदायहरूलाई यो उपयोगी होस् भनेर यो वासिष्ठमा रामायणमा के छ त्यस शीर्षक अन्तर्गत रहेर त्यसभित्र भएका केही सारभूत कुराहरूलाई यहाँहरू समक्ष प्रस्तुत गर्दै आएको छु। सबभन्दा पहिले यहाँहरू सबैलाई अभिवादन गर्दै यसभन्दा अगाडिको भिडियोमा यो वासिष्ठ महारामायणको वैराग्य मुमुक्षु प्रकरण सकिएको छ र उत्पत्ति प्रकरणको 30 सर्गसम्म भएका कुराहरू मैले बताइसकेको छु। यसमा मण्डपाख्यान अर्थात् त्यसभित्र भएका कुराहरूको चर्चा छ र यो मण्डपाख्यान लामो छ र यो चित्त संसारको विषय हो। ब्रह्मचित्त संसार र प्रत्येक मनुष्यको चित्त संसारको कथा हो र यो कथा जन्म जन्मान्तरको कथा पनि हो र त्यो कथाहरू यहाँ लीला भन्ने एक पात्रको 3 जन्मको कथा प्रसङ्ग यहाँहरूलाई बताउँदै आएको छु। पहिलो जन्म उनी अरुन्धती थिइन्, दोस्रो जन्ममा लीला, तेस्रो जन्ममा पुरन्ध्री अर्थात् प्रबुद्ध लीलाको रूपमा उनी देखा परेकी छिन् र हुन त उनको जन्म 100औं भइसकेको छ। सरस्वतीले भनिदिन्, तर तिमीलाई 3 जन्मको कुरा भने म देखाइदिन्छु। पूर्व जन्म, यो जन्म र आगामी जन्म, तीनटै जन्मको जीवन चरित्र एउटा सानो स्मृति मण्डपभित्र हटाएको प्रसङ्ग यसमा छ। एउटै कोठामा उनको पति पद्मनाभको लास छ, त्यही कोठामा उनको अर्को पति वशिष्ठको भर्खरै मृत भएर लास खरानी भएको प्रसङ्ग छ र त्यही स्मृति मण्डपमा, त्यही कोठामा अर्को जीवन जहाँ विद्रथ नाम गरेका राजा उनकी पत्नी भएर जन्मिएको प्रसङ्ग त्यही स्मृति मण्डपभित्र रहेको छ।
र ती नै चर्चाहरू गर्दै गर्दै त्यो स्मृति मण्डपको यात्रा कैयौँ लामो यात्रा गरेको प्रसङ्गहरू यहाँ वर्णन भएको छ। र त्यो वर्णन गर्ने क्रम अगाडि बढ्दै बढ्दै यो ब्रह्माण्डको तारा सूर्यहरू परिवर्तन भइरहेका, अस्त उदय भइरहेका र तिनीहरूको गति नै नभएको अर्थात् सूर्य समेत सानो बिन्दुमा देखा पर्ने त्यति माथि पुगेर अनुभव गरेको कुराहरू यहाँ देखा परेको छ। ती सर्गको अन्तिम श्लोकमा विमान्धकार गहने सुमत्यरण्ये नृत्यान्त्यदर्शित परस्परमेव सत्ता यक्षा यथा प्रवितते परमाम्बरेन्त रेवं स्फुरन्ति सुबहुनि महाजगन्ति। सुबहुनि महाजगन्ति अनेकौं संसारहरू स्फुरण भइरहेका छन्, उदय भइरहेका छन्, अस्त भइरहेका छन्। त्यो क्रम कैयौँ छन् भनेर देखाएको प्रसङ्ग यहाँहरूलाई मैले सुनाइसकेँ। अब 31 सर्गमा के छ त भने 31 सर्गमा उनीहरू लीलाको पूर्वजन्ममा ब्राह्मणीको घरमा जाने क्रममा थियो। उनीहरू पुगे, त्यहाँबाट फेरि उनलाई इच्छा भयो लीलाको अहिलेको वर्तमान जगतमा जाने। त्यहाँ गए जहाँ उसको पतिको लास सुरक्षित रहेको छ। त्यहाँबाट फेरि उनीहरू अर्को जन्म, जसको पद्मनाभले अर्को जन्म लिइसके, विदरथ नामको राजा भएको प्रसङ्ग छ। त्यहाँ जाने क्रममा उनीहरू आकाश मार्ग भएर उडे र वर्णन चाहिँ माथि बताइए अनुसारै कैयौँ पर्वत, कैयौँ नदी, कैयौँ समुद्र, कैयौँ हिमालय, कैयौँ समुद्र बस्तीहरू, अनेकौँ प्राणीहरूको झझल्को हेर्दै हेर्दै उनीहरू त्यहाँ पुगेका हुन्। जब त्यहाँ पुगे विदरथको राज्यमा, त्यहाँ त युद्धको तयारी रहेछ। सिन्धु देशका नरेश सिन्धुरथको आक्रमण हुन लागेको रहेछ। विदरथ पनि एकदम प्रत्याक्रमणको लागि तयारी, विशाल सेनाहरूको अगाडि पछाडि उपस्थिति भइसकेको प्रसङ्ग देखा पर्छ। त्यसैमा शूरवीरहरूको कुरा आएको छ। वैशिष्ट्यले भन्नुहुन्छ अनेकौँ सुरहरू त्यहाँ मर्नको लागि तयार भएर बसेका छन् भनेर देखिसकेपछि रामले प्रश्न गर्नुभएको छ, गुरुदेव हजुरले भनेको सुर कस्ता हुन्, कसलाई सुर भनिन्छ, सुर वीर को हुन्? यो प्रश्न रामको भएपछि वशिष्ठले उत्तर दिनुभएको छ। म केही श्लोक वाचन गर्दैछु। शास्त्रोक्ताचारयुक्तस्य प्रभो अर्थेन यो रणे मृतो वा बाथ जयी वा स्यात् ससुर सुरलोकभाग। जो शास्त्रोक्त विधि अनुसारको युद्ध गर्छन्, शास्त्रोक्त विधि अनुसारको युद्ध भनेको पछाडिबाट आक्रमण नगर्नु, जतिखेर आक्रमण गर्ने भनेर समय निर्धारण हुन्छ त्यही बेलामा सुरुवात गर्ने, जतिखेर आक्रमण बन्द गर्ने भनेको छ त्यति बेला बन्द गर्ने र निहत्था हतियार नभएकोलाई आक्रमण नगर्ने, पछाडिबाट आक्रमण नगर्ने
र शरणागत भइसकेपछि त्यसलाई आक्रमण नगर्ने यी अनेकौँ विधिहरू छन्। त्यस विधिअनुसार युद्ध गरेर जो विजयी हुन्छ या त मर्छ, त्यही सुर हो। अझ अगाडि श्लोकमा बताउनुहुन्छ यथासम्भव शास्त्रार्थम लोकासारानुवृत्तिमान। लोकासारानुवृत्ति, लोकले के भन्छ त्यही अनुसार युद्ध गर्ने। युद्धते तादृशश्चैव भक्त सुर स उच्यते। त्यो राजभक्त पनि हो र त्यो वीर पनि हो। त्यति मात्र होइन, गोरर्थे ब्राह्मणस्यार्थे मित्रस्यार्थे च सन्मते। हे सन्मति, गोको रक्षाको लागि, गाईको रक्षाको लागि, ब्राह्मणको रक्षाको लागि, मित्रको रक्षाको लागि, शरणमा आएकाको रक्षाको लागि जो यत्नेन समृता स्वर्ग, यत्नपूर्वक युद्ध गर्छ र के गरी मर्छ भने उसको स्वर्ग निश्चित छ। परिपाल्य स्वदेशैक पालनेय स्थित सदा राजा मृतास्तदर्थे ते वीरा वीरलोकिन। जो राजा देश रक्षाको लागि र आफ्नो प्रजा पालनको लागि युद्ध गर्नु परे पनि युद्ध गर्दै जो मर्छन् भने तिनीहरू वीर हुन्छन्। त्यति मात्र होइन, त्यस्ता राजाको अनुयायी भएर, त्यस्ता राजाको सिपाही भएर युद्धमा जो मर्छन् भने ती पनि वीर अर्थात् सुर हुन्छन्। त्यसकारणले धर्मको लागि जसले युद्ध गर्छ त्यस्ता धर्म्यम यथा तथा युद्धम यदि सा तरी संस्थिति नाशयेयु अलम सत्ता परलोक भयो जिता। परलोकको भय नभएका, मर्नको लागि तयार भएका, कसको लागि मर्ने? गाईको रक्षा, ब्राह्मणको रक्षा, गरिबहरूको रक्षा, दुखीहरूको रक्षा, देश रक्षा र असाध्यै इमान्दार भएका राजाहरूको रक्षाको लागि युद्ध गरेर जो परलोकको मृत्युको डर छोडेर युद्ध गर्छ भने त्यही व्यक्ति सुर, त्यही व्यक्ति वीर हुन्छ भनेर यसरी बताएको प्रसङ्ग गर्दै यो 31 सर्ग सकिएको छ। अब 32 सर्गमा पनि अब लीला र सरस्वतीले त्यो युद्धको तयारी देखिए। युद्धको तयारी यस्तो छ कि त्यहाँ हामीले महाभारत सिरियल भर्खरै हेरिरहेका छौँ अझै पनि। त्यो महाभारत सिरियलमा के छ त्यस्तो र त्योभन्दा पनि अझ बढी भयङ्कर तरिकाले तयारी भइरहेको युद्ध देखे। सब सशङ्कित छन्, सब उत्साहित छन्। त्यस्तो युद्धको लागि, मर्न र मार्नको लागि तयारी भएको अवस्था देखे र उनीहरू भन्दैछन् सेना द्वितीय आशुब्धम सौम्याब्धि द्वितयोपमम मारम घनम मतम स्थितम राजद्वयान्वितम। दुईटा राजाको नेतृत्वमा दुईतर्फका सेनाहरू शान्त समुद्र जस्तो शान्त छन्, युद्धको लागि तयारी भएका छन्। जसरी महाभारतमा युद्धको लागि तयारी भएर आम्ने सामने भइसकेपछि अर्जुनले गाण्डीव धनुष छोडे र कृष्ण सम्झाइरहेको जुन अवस्था छ त्यस्तो अवस्था देखियो। परस्पर सुसङ्घट्ट कटुटङ्कार कङ्कटम वीर योध मुखादग्धम भिरु प्रेप्सित कोटरम। यसरी उनीहरू परस्पर सुसङ्घट्टम कटुटङ्कार कङ्कटम भनेको अब धनुषका टङ्कारहरू, अरू हतियारहरूको टङ्कारहरू गर्नको लागि तयार भएका। त्यति मात्र होइन, चक्र व्यूह, गरुड व्यूह, सेना व्यूह तयार गरेका छन्। महाभारतमा हामीले त चक्र व्यूह मात्रै देखेका छौँ, तर यहाँ त के कुराहरू छ भने गरुड व्यूह रे। सेना भनेको बाज, गरुड भनेको गरुडै थाहा पाइहाल्नुहुन्छ। त्यस्तो व्यूह रचना गरेर विभिन्न प्रकारको व्यूह रचना गर्दै युद्धको लागि तयारी भएका छन्। अनेक कल्पकल्पाग्र सवृन्दमेव संस्थितम प्रलयानिल संशुब्ध एकाणवमेवोत्थितम।
प्रलयको अनिल प्रलयङ्कारी हावा ल्याउनको लागि तयार भएका जस्ता देखिन्छन् भनेर यस्तो वर्णन गरिएको प्रसङ्ग छ 32 सर्गमा। 33 सर्गमा पनि त्यही वर्णन छ। अब यो वर्णन गरिराख्नु त्यति आवश्यक छैन। सिन्ध नरेश र विद्रोहको सेनाबीच घनघोर युद्धको वर्णन यसैमा छ। हतियारको टङ्कन छ, नारा छ, वर्षभर बारिद वीरपुर मत्राब्र सम्भ्रम सनुत्तक कबन्द बरिही कल्पान्त काल इव वेग विवर्तमान मातङ्ग शैल बोलितो रणसम्भ्रमोभूत। मातङ्ग शैल बलितो रणसम्भ्रमोभूत। कल्पान्त काल, कल्पान्त नै हुने समय आएको जस्तै ल्याउने गरी उनीहरू युद्ध गर्दैछन्। अनेकौँ हजारौँ लाखौँ हात्तीहरू घोडाहरू युद्धको लागि तयारी भएर रहेको कुरा देखे। 34 सर्गमा पनि त्यस्तै प्रकारको युद्ध छ र 34 सर्गमा देवताहरूले पनि त्यो युद्धहरू देखेर, युद्धको तयारी देखेर ठुलो प्रशंसा गरिरहेको प्रसङ्ग 34 सर्गमा आएको छ। प्रशंसाको कुरो अब हामीले भन्नु आवश्यकै छैन। देवताहरूले तलको त्यो विद्रोह राजा र सिन्धु नरेशहरूको जुन सेनाहरूको त्यो बल र उनीहरूले गरेको युद्धको प्रशंसा गरिरहेका छन् भन्ने प्रसङ्ग आएको छ। 35 सर्गमा पनि हतियारको त्यो एउटा टङ्कण भनौँ न, हतियारको जुन युद्ध छ त्यो युद्धको वर्णन छ। सुलासी चक्र सरशक्ति गदा बुसुण्डी प्रासादयो विदलनी निमिथो घोनन्त दीप्ता अधुर दश दिशा शतसो भ्रमन्त कल्पान्त बात परिवृत्त पदार्थ लीलाम। कल्पान्त बात परिवृत्त अर्थात् कल्पान्त नै ल्याउने खालका महायुद्ध त्यहाँ हुने भइरहेको छ, घनघोर युद्ध भइरहेको छ भन्ने कुरा 35 सर्गमा छ। अब 36 सर्गमा पनि त्यहाँ सेनापतिसँग युद्ध गर्दैछन्, मन्त्रीसँग युद्ध गर्दैछन्। सेनाको पनि विभिन्न तह छ। जुन तहको व्यक्ति छ त्यही तहको अर्को व्यक्ति प्रतिद्वन्दी भएर खडा भएर युद्ध गर्दैछन्। रथमा बस्ने रथमै बसेर, घोडामा बस्ने घोडामै बसेर, पैदल युद्ध गर्ने, स्थल युद्धले गर्ने, सिपाहीको युद्ध, यस्तो युद्ध चाहिँ भइरहेको वर्णन त्यो 36 सर्गमा गरिएको छ। यसै गरी अब त्यहाँ को चाहिँ युद्धमा आएका थिए त भन्दा पूर्वश्याम, कोसला, काशी, मगधा, मिथिलोत्कला, मोबला, कर्करा, मुद्रा तथा सङ्ग्राम सौन्द्रका यस्ता राजाहरू त्यहाँ उपस्थित थिए। यसै गरी चेदयो वत्स दासार्ण अङ्ग बङ्गो पवङ्गका कलिङ्ग पुङ्ग जठरा विदर्भ मिकलास तथा कण्टकस्थलनामा गरिएका राजाहरू, अनेकौँ राजाहरू युद्धको लागि त्यहाँ सहयोगको लागि पक्ष विपक्ष तयारी आएका थिए भन्नेसम्म प्रसङ्ग 36 सर्गमा भएको छ। अब यी कुराहरू यति राख्दै यसबाट म अहिले विश्रान्ति लिन्छु। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्ति शान्ति शान्ति।